र आज यहाँ हामी नेपाल गस्पेल चर्चको आयोजनामा आज 9औं दिनको यो क्रिसमस क्यारोल कार्यक्रम गर्न गइरहेका छौँ। यो कार्यक्रम खास गरी क्रिसमसको शुभकामना आदान प्रदान कार्यक्रम रहेको छ र यो कार्यक्रम यो स्थानमा यसरी गर्नको लागि यहाँले हामीलाई सहायता गर्नुभएको छ र आफ्नो व्यस्तताको बावजुद उपस्थित हुनुभएर कार्यक्रमलाई सफल तुल्याउन सहायता गर्नुभएको छ र यहाँहरूलाई हामी हार्दिक धन्यवाद भन्दछौँ। र विशेष गरी अब यो कार्यक्रम हुँदै गर्दा होइन हामी केही कुराहरूमा स्पष्ट हुनु जरुरी छ र मुख्य गरी होइन हामी यो क्रिसमस मनाइरहँदा अथवा क्रिसमस क्यारोलमा नाचिरहँदा गाइरहँदा यो खुसी हर्षोल्लास र उमङ्ग चाहिँ अभिव्यक्त गरिरहँदा होइन हामी अत्यन्त स्पष्ट हुनुपर्ने होइन मूलभूत केही कुराहरू भन्नुपर्दा होइन पहिलो कुरो त तपाईँ र म आपसे आप भएका होइनौँ। सारा यो प्रकृति दृश्य अदृश्य जीवित निर्जीव तत्त्वहरू ये सबै आपसे आप भएका होइनन्। सारा सृष्टिलाई सृष्टि गर्नुहुने सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा सारा दुनियाँभरका हामी सबै आस्तिकहरू एक मतमा छौँ, एक ठाउँमा छौँ। अनि कुनै पनि त्यस्तो धर्म छैन कि जसले सृष्टिकर्ताको अस्तित्वलाई स्वीकार गर्दैन। त्यसले हामी सबै धर्मावलम्बीहरू सृष्टिकर्ताको अस्तित्वलाई स्वीकार गर्नेहरू हौँ र हामी सबैले आफ्नै भाषामा कसैले भगवान भनेर, कसैले अल्लाह भनेर, कसैले परमेश्वर भनेर, कसैले ईश्वर भनेर सृष्टिकर्तालाई नै पुकारा गर्न खोजेका हौँ। अनि कोही मन्दिर गएर, कोही गुम्बा गएर, कोही मस्जिद गएर, कोही मठ गएर सबैले नै सृष्टिकर्तालाई नै आदर र भक्ति महिमा श्रद्धा चढाउन खोजेका हौँ। त्यसैले हाम्रो उद्देश्यमा हाम्रो भिन्नता छैन, हाम्रो शैलीमा मात्र केही भिन्नताहरू देखिन्छ। तसर्थ हामी आपसमा असहिष्णु हुनुपर्ने कुनै कारण छैन होइन। हामी सबै नै सृष्टिकर्ताको अस्तित्वलाई स्वीकार गर्नेहरू हौँ। हामी सबै नै सृष्टिकर्तालाई पुकारा गर्नेहरू हौँ। र भिन्नता कहाँ छ भन्नुहुन्छ भने हामी कहिलेकाहीँ हामी सृष्टि र सृष्टिकर्ताको अन्तर र ईश्वर र महापुरुषको अन्तरमा हामी अल्मलिएका हुन सक्छौँ। हामी अत्यन्त स्पष्ट हुनुपर्छ कि सृष्टि र सृष्टिकर्ता र ईश्वर र महापुरुषको बिचमा ठुलो तात्विक अन्तर रहेको छ होइन। सृष्टिकर्ता एक मात्र हुनुहुन्छ। सृष्टिकर्ता अविनाशी हुनुहुन्छ अथवा सृष्टिकर्ता आधार हुनुहुन्छ भने सृष्टि चाहिँ आधारित हुन्छ। सृष्टिकर्ता रचयिता हो भने सृष्टि रचना हुन्छ। सृष्टिकर्ता अविनाशी हुन्छ भने सृष्टि नाशवान हुन्छ। अनि यो मूलभूत अन्तरलाई हामीले तुलना गरेर अन्तरलाई हामीले विश्लेषण गरेर हेऱ्यौँ भने सृष्टि र सृष्टिकर्ताको बारेमा हामी सुस्पष्ट हुन्छौँ। त्यस्तै गरी ईश्वर र महापुरुषको अन्तर हुन्छ होइन। ईश्वर हुनलाई जसरी होइन मानिस हुनलाई जसरी मानवीय गुण चाहिन्छ त्यसरी नै ईश्वर हुनलाई ईश्वरीय गुणहरू हुनुपर्छ। ईश्वरीय गुणहरू के हुन्छ भन्दा होइन ईश्वरीय गुणहरू भने के हो भन्दाखेरि सर्वोच्चता, सर्वज्ञानता, सर्वव्यापकता, अनन्तता, पवित्रता, निराकारता यी गुणहरू सृष्टिकर्ताको अथवा ईश्वरको ईश्वरीय गुणहरू अथवा यसलाई हामी सृष्टिकर्ताको डिएनए भनेर पनि हामी बुझ्न सक्छौँ। यो गुण जसमा निहित छ उसलाई हामी ईश्वर भन्छौँ। यो गुण जसमा छैन उसलाई हामी होइन महापुरुष अथवा मानिस भनेर भन्न सक्छौँ। तसर्थ हामी स्पष्ट हुनुपर्ने यो क्रिसमसको हर्षोल्लास मनाइरहँदा स्पष्ट हुनुपर्ने सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ र सृष्टि र सृष्टिकर्ता ईश्वर र महापुरुषको अन्तरमा हामी स्पष्ट हुनु जरुरी छ। र सृष्टिकर्ता हुनुहुन्छ, उहाँ एक मात्र हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, उहाँ अदृश्य निराकार हुनुहुन्छ। तिनै सृष्टिकर्ताले यो दुनियाँमा मानव जगतमा 2 वा 3 पल्ट अथवा असङ्ख्य पल्ट नभएर केवल एकपल्ट मानव स्वरूप धारण गर्नुभयो अथवा मानव चोला धारण गर्नुभयो। अनि तिनै सृष्टिकर्ताको ती महान अदृश्य निराकार सृष्टिकर्ताको दृश्य रूप अथवा मानव चोला चाहिँ होइन को हुनुहुन्छ भन्ने सन्दर्भमा होइन उहाँको ईश्वरीय गुणको आधारमा हामीले होइन विश्लेषण गरेर हेर्नुपर्ने आवश्यकता हुन्छ। अनि त्यसरी हेर्दाखेरि संसारमा रहेका ऐतिहासिक पात्रहरूलाई हामी तुलना गरेर हेर्न सक्छौँ।
ऐतिहासिक पात्र भनेको त्यो जसको 3 पुस्ता खुल्छ ऊ ऐतिहासिक पात्र हुन्छ हैन। जसको 3 पुस्ता खुल्छ हैन, उसको जन्म छ, उसले बोल्नुभएको बाणी हुनसक्छ, उहाँले गर्नुभएको क्रियाकलापहरू हुन सक्छन्, उहाँहरूको मृत्यु हुनसक्छ। र यी कुराहरूलाई हेरेर तुलना गरेर हामीले हेर्नुपर्छ। संसारभरिमा जन्मिएका ती ऐतिहासिक पात्रहरूलाई उनीहरूको जन्म बारेमा तुलना गरेर हेर्न सक्छौँ। जन्म अत्यन्त महत्त्वपूर्ण कुरा हो, जसले ईश्वर हो कि महापुरुष हो भन्ने कुरालाई क्लियर गराउँदछ, अत्यन्त स्पष्ट गराउँदछ। त्यसैले ईश्वरीय तवरले जन्मिएको हुन्छ भने मानवीय तवरले जन्मिएको हुन्छ। त्यसले सृष्टिकर्ताको तवरले अथवा ईश्वरीय तवरले यो धरतीमा जन्म लिनुभयो र त्यही जन्म नै क्रिसमस हो। त्यसैले गर्दाखेरि त्यो जन्म नै सारा दुनियाँको निम्ति आज बडो हर्षोल्लासको विषय, बडो उत्साह उमङ्गको विषय रहेको छ। अन्तर्राष्ट्रिय अनि अन्तर्सांस्कृतिक, अन्तर्जातीय, अन्तर्भाषिक एउटा पर्वको रूपमा स्थापित भएको छ। त्यसैले त्यो जन्म किन ईश्वरीय छ भन्दा प्रभु येशू ख्रीष्ट मात्र त्यस्तो व्यक्ति हुन् जो कन्याको गर्भबाट जन्मिनुभयो। गर्भबाट जन्मिनुभयो। यो कन्याको जन्म शाश्वत सत्य हो भन्ने कुरालाई हैन प्रमाणित गर्ने, सत्य हो भनिकन प्रमाणित गर्ने सुनिश्चित प्रमाणहरू छन्, जसले गर्दा त्यो प्रमाणको आधारमा भन्न सक्छौँ कि येशू ख्रीष्टको जन्म चाहिँ अलौकिक तवरले, ईश्वरीय तवरले भएको थियो भनेर। त्यसले त्यो जन्म अतुलनीय थियो हैन, विशिष्ट र विशेष थियो भनेर हामी भन्न सक्छौँ। र उहाँको जन्म कन्याबाट भयो भनिरहँदा हैन धेरै मानिसहरूलाई यो सत्य हैन यो कुरा स्वीकार गर्न, विश्वास गर्न हैन कठिन लाग्न सक्छ। तर सुस्पष्ट कारणहरू छन्। यदि कन्याबाट नजन्मिनु भएको भए हैन उहाँमा ईश्वरीय गुण पुष्टि हुँदैन थियो। उहाँमा ईश्वरीय गुण पुष्टि नहुँदो त उहाँलाई ईश्वर होइन महापुरुष भन्नुपर्ने हुन्थ्यो। त्यसले उहाँमा ईश्वरीय गुण पुष्टि हुनको लागि अनि उहाँ पापीहरूको पाप पखाल्नको लागि, पापीहरूको पापको समस्या समाधानको लागि उहाँले मानव स्वरूप धारण गर्नुभएको कारणले उहाँमा पाप भएमा हैन, उहाँमा आफैमा पाप भएको भएमा हैन उहाँले पापलाई हैन क्षमा गर्न हुन्न थियो अथवा पापको समाधान गर्न सक्नुहुन्न थियो। त्यसले पापको समस्या समाधान गर्नको लागि पापबाट अछुत भएर पवित्रतामा जन्मिनको लागि उहाँ कन्याबाट जन्मिनु भएको थियो र उहाँमा ईश्वरीय गुण पवित्रता प्रमाणित हुनको लागि उहाँ कन्याबाट जन्मिनु भएको थियो। यी मुख्य कारणहरू हुन्। असङ्ख्य अन्य कारणहरू छन् र हामीसँग छोटो समय भएको कारण हामी यो कारणहरूलाई यतिमै राख्छौँ र अब प्रमाणको कुरा गरौँ हैन। प्रमाणहरू छन्। बिना प्रमाण कुनै दाबीहरू त्यो मिथ्या दाबी हुन्छ, त्यो काल्पनिक हुन जान्छ, त्यो व्यवहारिक कुरा हुन जान्छ। तर प्रभु येशू ख्रीष्टको कन्याबाट जन्मलाई प्रमाणित गर्ने यथेष्ट ती प्रमाणहरू छन्। ती प्रमाणहरू भनेको पहिलो कुरो भविष्यवाणीहरू हुन् हैन। भविष्यवाणीहरू प्रभु येशू ख्रीष्ट त्यस्ता व्यक्ति हुन् त्यो दुनियाँमा कोही जन्मिनुभन्दा हजार वर्ष अगाडिदेखि सिलसिलाबद्ध रूपमा, क्रमबद्ध रूपमा भविष्यवाणी भएको भविष्यवाणी कसैको बारेमा पनि भएको हामी पाइँदैन। तर येशू ख्रीष्ट मात्र त्यस्ता व्यक्ति हुन् जसको जन्मको बारेमा हजार वर्ष अगाडिदेखि क्रमबद्ध सिलसिलाबद्ध भविष्यमा बाँडिनु भएको छ हैन। यसै अगमवक्ताबाट हैन उहाँ कन्याबाट जन्मिनुहुन्छ भन्ने कुराको भविष्यवाणी भएको छ। उत्पत्तिमा नै हैन चाहिँ उहाँ स्त्रीको सन्तानको रूपमा आउनुहुने कुरा उल्लेख छ। त्यस्तै गरी हैन मीका अगमवक्ताद्वारा हैन उहाँको जन्म बेथलेहेममा हैन उहाँ दाउदको कुलमा जन्मिन्छ भनेर उहाँको जन्मिने कुल, उहाँ जन्मिने स्थानहरूको बारेमा सुस्पष्ट किटान भएको छ। यी असङ्ख्य ती यी भविष्यवाणीहरूले कि प्रमाणित गर्छ उहाँको जन्म कन्याबाट भएको हो भन्ने कुरा। अर्को कुरा उहाँको जन्म कन्याबाट भएको भन्ने कुरा प्रमाणित गर्ने प्रत्यक्षदर्शी चाहिँ होइन चाहिँ साक्षीहरू हुनुहुन्छ। प्रत्यक्षदर्शी साक्षीहरू जुन साक्षीहरूले लिखित दस्तावेजको रूपमा त्यो जन्मको विवरणहरू उल्लेख गरेका छन्। र जुन बेला येशू ख्रीष्टको जन्म भएको थियो त्यो बेला बेथलेहेममा होइन त्यतिखेरको राजाले सिजर अगस्टसले
जनगणनाको आह्वान गरेको थियो। त्यहाँ पूर्व पश्चिम उत्तर दक्षिणका सारा मानिसहरू त्यहाँ भेला भएका थिए अनि ती मानिसहरूले यीशु ख्रीष्टको जन्मको बारेमा अवलोकन गरेका थिए अथवा छलफल बहस विश्लेषण गरेका थिए। र यसरी प्रत्यक्षदर्शीहरू असङ्ख्य प्रत्यक्षदर्शीहरू छन् उहाँको जन्मलाई अवलोकन गर्ने होइन देख्ने व्यक्तिहरू। त्यसै गरी अरू भविष्यवाणीको रूपमा लिन सकिन्छ। भविष्यवाणी हो भने अर्को प्रत्यक्षदर्शीहरू तेस्रो प्रमाणको रूपमा लिन सकिन्छ। मरियम त्यतिखेरको जटिल कानुनमा होइन त्यतिखेरको कानुन अनुसार मरियम चाहिँ ढुङ्गाले हानिएर मारिनुपर्ने अवस्था थियो। तर त्यो कानुनबाट मरियम कसरी स्वीकार्यो होइन समुदायबाट कठोर त्यतिखेरको समुदायमा सङ्कीर्ण त्यतिखेरको समयमा कसरी मरियम समुदायबाट समाजबाट स्वीकारियो। त्यो स्वीकारिएको कुरा होइन समाजबाट र समाज र परिवारबाट अनि मरियम स्वीकारिएको घटनाहरूले अथवा ती घटना विवरणहरूले प्रमाणित गर्दछ कि उहाँको जन्म कन्याबाट भएको भनेर। त्यसैले येशू ख्रीष्ट चाहिँ कन्याबाट जन्मिएको कुरा कारणहरूले र प्रमाणहरूले प्रमाणित गर्ने भएको कारणले होइन यो जन्म अलौकिक जन्म हो। यो जन्म विशिष्ट र विचित्र खालको जन्म हो। त्यसैले गर्दाखेरि यो जन्मोत्सव आज त भन्दा 2000 वर्ष अगाडि भएको जन्म हो। तर आज पनि उत्तिकै उत्सवको रूपमा सारा संसारमा एउटा खुसियालीको विषय, एउटा रमाहटको विषय, आनन्दको विषय बनेको छ। त्यसरी सृष्टिकर्ता परमेश्वर आजभन्दा 2000 वर्ष अगाडि यो धरतीमा मानव स्वरूप लिएर आउनुभयो। उहाँ 33 वर्षसम्म यो संसारमा शरीरमा रहनुभयो र उहाँ क्रुसमा पापीहरूको निम्ति भनेर घोषित रूपमा पापीहरूको निम्ति भएको बलि भनिकन उहाँ बलिदान हुनुभयो र बलिदान हुनुभएर तेस्रो दिनमा उहाँ पुनर्जीवित हुनुभयो, पुनरुत्थान हुनुभयो। यसको पनि यथेष्ट प्रमाणहरू र कारणहरू छन् अनि यी प्रमाणहरूले प्रमाणित गर्ने शाश्वत सत्य हो र पुनरुत्थान हुनुभयो। 40 दिन 40 रात यो संसारमा रहनुभयो र उहाँ स्वर्गारोहण हुनुभयो र फेरि आउने होइन पुनरागमनको घोषणा भएको छ। यी सबै घोषणाहरू उहाँको जन्म, उहाँले गर्नुभएको क्रियाकलापहरू, उहाँले बोल्नुभएका बाणीहरू र उहाँको बलिदान, उहाँको पुनरुत्थान र उहाँको पुनरागमनको घोषणाहरू सबै अनि यसरी लिखित दस्तावेजको रूपमा 2 वा 3 भन्दा बढी व्यक्तिहरूले लेखेर ऐतिहासिक रूपमा सुरक्षित राखेको विषय हो। तसर्थ तिनै होइन सत्य ऐतिहासिक विवरण नै एउटा बाइबल हो। यो 66वटा होइन पुस्तकहरू यसमा पुरानो करार नयाँ करार भनिकन समावेश भएको छ। अनि यहाँहरूलाई हामी इन्करेज गर्न चाहन्छौँ कि यहाँहरूले होइन जसरी भए पनि बाइबल अध्ययन गर्नुहोस्। बाइबललाई एकचोटि तपाईँहरूले होइन गहिरिएर अनि अध्ययन विश्लेषण गर्नुहोस्। अनि यसरी सत्य बाइबलमा आधारित यो पर्व होइन हामी मनाउन गइरहेका छौँ। अनि त्यो पर्वले ल्याएको संसारभरि मानव जातिमा मानव जगतमा ल्याएको खुसी अनि आनन्द यो हर्षोल्लास यो मङ्गललाई अनि यसरी यहाँहरूको समक्ष हामीले राख्न पाएका छौँ र हामी आभारी छौँ र धन्यवाद छ यो सन्देशलाई यहाँहरूले अवश्य पनि मनन गर्नुहुनेछ र आत्मसात गर्नुहुनेछ हामी आशा गर्दछौँ। र नयाँ हामी 2025 क्रिसमस 2025 को उपलक्ष्यमा यहाँ सबैमा उपस्थित आदरणीय जनसमुदायमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ र हाम्रो शुभकामना छ यहाँको उत्तर प्रगति होस्, समृद्धि होस्। यहाँहरूले चिताएको राखेको योजनाहरूमा परमेश्वरको हात रहोस्, आशिष रहोस् भनेर हामी कामना गर्दछौँ र धन्यवाद छ यहाँ सबैमा हामी क्रिसमसको शुभकामना गर्दछौँ। मेरी क्रिसमस, ह्याप्पी क्रिसमस, मेरी क्रिसमस, ह्याप्पी क्रिसमस। हुन्छ, धन्यवाद छ। अब केही समय हामी एकान्तिक छोटो कार्यक्रम गरेर यसबाट हामी छुट्नेछौँ। यहाँलाई धन्यवाद छ। अब हाम्रो भाइ बहिनीहरूलाई समय दिनेछौँ। सबैले जोरदार तालीद्वारा उहाँलाई स्वागत गरौँ। हामी फेरि एउटा गीत गाउनेछौँ, हेर न आकाशमा।